हुन्छ यहाँहरु सबैजनामा म पास्टर रुबेन को तर्फबाट हजुरहरु सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह भन्न चाहन्छु। वेलकम टु वर्ड अफ गॉड एन्ड वेलकम टु माई युट्युब च्यानल। हजुरहरु जतिजनाले मेरो यो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ भने हजुरहरुले लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुलिदिनु होला। हजुरहरुबाट ठूलो अपेक्षा राख्दछु। अनि म आज पनि हजुरहरुको माझमा परमेश्वरको वचन बोल्नको लागि अघिबाटै उपस्थिति भइसकेको छु। हजुरहरुलाई स्वागत छ परमेश्वरको वचनमा। आज चाहिँ म हजुरहरुको बीचमा मैले अस्तिदेखि नै हजुरहरुलाई द टिचिङ अफ द होली स्पिरिटको विषयमा सिकाउँदै आइरहेको छु। त्यसलाई निरन्तर सिरिज बाइ सिरिज त मैले ल्याउनु भ्याएको छैन, तर पनि मैले अलिअलि चुडाउँदै मैले बोलिरहेको छु। आज चाहिँ अस्ति मैले व्हाट इज ट्रिनिटीको विषयमा बोले अनि गिफ्ट अफ द होली स्पिरिटको विषयमा बोले अलिअलि छोटो तरिकाले। आज चाहिँ भने म तपाईहरुलाई स्पिरिट फिल लाइफ, आत्माले भरिएको जीवनको विषयमा। आत्माले भरिएको जीवन कस्तो हुन्छ त? आत्माले भरिसके पछाडि एउटा व्यक्ति कस्तो हुनुपर्छ त? आत्माले भरिसके पछाडि एउटा व्यक्तिको जीवन कतिको शक्तिशाली हुन्छ त? आत्माले भरिसके पछाडि उले जिउनु पर्ने जीवन कस्तो हो त भन्ने कुराहरू म आज हजुरको माझमा बाइबलबाटै केही कुराहरू म तपाईलाई शेयर गर्छु। अनि What is the spirit filled life? आत्माले भरिएको जीवन भनेको के हो त? आत्माले भरिएको जीवन भनेको के हो त? धेरै मानिसहरूले भन्ने गर्छन्, मैले धेरै ठाउँमा सुनेको छु, आत्माले भरिसकेको अन्य भाषा बोल्छन्, अगमबाडी बोल्छन्, अनि धेरै ठाउँमा गएर सानो वन्डर्स एन्ड मिराकलको काम गर्छन्, हैन? चिन्हको काम, चमत्कारको काम, धेरै ठुल्ठुलो कुरा गर्छन्। तर उनीहरूको जीवन चाहिँ मानिसहरूले विश्वास गर्ने त्यो योग्यको ठहरिँदैन, पाउँदैनन्। उनीहरूले त्यो जुन कुरा गरिरहेको छन् त्यो आधारित जीवन जिउन सक्दैनन्। उनीहरूको लाइफ स्टाइल चाहिँ अर्कै हुन्छ। रिस उठ्दाखेरि बडङ बडुङ बोल्ने, तपाईको लाइफ चाहिँ जता पाए त्यता जे पाए त्यही गरिदिने, यता गएर यतै बिगाडिदिने, उता गए उतै बिगाडिदिने, धेरै कुराहरू यस्तो हामी गवाई पाउँछौँ, धेरैको मुखबाट सुनेका छौँ। त्यो भएको कारणले व्हाट इज स्पिरिट फिल लाइफ? आत्माले अब व्हाट इज द स्पिरिट फिल लाइफ? आत्माले भरिएको जीवन भनेको के हो त? हामी हेरौँ बाइबलबाट। रोमीको पुस्तक 8:14 मा यसरी भन्छ, those who are led by the spirit of God are son of God भन्छ। यहाँनिर जतिजना आत्माले, पवित्र आत्माले भरिएका छन् उनीहरू चाहिँ आत्माले दोहोऱ्याइएको जीवन हो भन्छ। आमेन। आत्माले भरिएको जीवन चाहिँ आत्माले दोहोऱ्याइएको जीवन हो प्रियहरू। जतिजना आत्माले भरिएको छु भन्छन् उनीहरूलाई चाहिँ पवित्र आत्माले दोहोऱ्याइएका हुन्छन् प्रियहरू। तपाईँ जुन कन्ट्रीमा जानुहोस्, चाहे युएस जानुहोस्, चाहे कतार जानुहोस्, चाहे मलेसिया जानुहोस्, जुनै गल्फ कन्ट्रीमा जानुहोस्, चाहे तपाईँ नेपाल, इन्डिया, भुटान, चाइना, जहाँसुकै जानुहोस्, तपाईँ पवित्र आत्माले भरिएको हो भन्ने एउटा प्रमाण चाहिँ के हो भने, तपाईँ जहाँ गए पनि पवित्र आत्माले तपाईँलाई दोहोऱ्याउनु भएको हुन्छ। आमेन। अनि तपाईँ बोल्दाखेरि पनि पवित्र आत्माको सामर्थ्यमा बोल्नुहुन्छ, तपाईँ हिँड्दाखेरि पनि पवित्र आत्माको छत्रछायामा हिँड्नुहुन्छ, पवित्र आत्माले दोहोऱ्याइएको हुन्छ तपाईँलाई हिँड्दाखेरि पनि। तपाईँ कुनै साथी भाइ इष्टमित्रसँग बस्नु भयो भने पनि पवित्र आत्माको उपस्थितिको फिल तपाईँले त्यहाँ गर्नुहुन्छ। पवित्र आत्माले तपाईँलाई गाइड गर्नुहुन्छ, पवित्र आत्माले तपाईँलाई टिच गर्नुहुन्छ, पवित्र आत्माले तपाईँलाई सिकाउनुहुन्छ। आमेन। अनि तपाईँको जीवन चाहिँ दुईटा जीवन हुँदैन पवित्र आत्माले भरिसकेपछि।
दुईटा मालिकको सेवाकाई गर्दैन। पवित्र आत्माले भरिएको संसारको मालिकको र स्वर्गको मालिकको सेवाकाई गर्दैन। एउटा व्यक्तिले गर्दैन, एउटा मात्रै मालिकको सेवाकाई गर्छ। अनि पवित्र आत्माले भरिसके पछाडि चाहिँ एउटा व्यक्ति चाहिँ प्रियहरू आत्माले दोहोऱ्याइएको हुन्छ। तपाईँ जहाँ जानुहुन्छ पवित्र आत्माले त्यहीँ तपाईँलाई दोहोऱ्याउँदै 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 लानुहुन्छ। आमेन। दोहोऱ्याउँदै लानुहुन्छ प्रियहरू। त्यो चाहिँ हो पवित्र आत्माले भरिएको जीवन। संसारमा छौँ हामी, शरीरमा छौँ हामी, जे पनि भइहाल्छ नि, हाम्रो हृदय ठिक हुनुपर्छ भन्ने कुरो गर्दैन। पवित्र आत्माले भरिसकेको व्यक्तिले उसले सम्झौता विहीनको जीवन जिउँछ। उसले कुनै पनि कम्प्रोमाइजको जीवन जिउँदैन प्रियहरू। यता पनि ठिक्कै, संसारमा पनि ठिक्कै, उता गयो उतै ठिक्कै, चर्चमा आउँदा चर्चमा ठिक्कै, त्यस्तो जीवन जिउँदैन। पवित्र आत्माले भरिएको र पवित्र आत्माले दोहोऱ्याइएको जीवन चाहिँ उसले पवित्रतामा, धार्मिकतामा, सत्यतामा जीवन जिउन थाल्छ। आमेन। जिउन थाल्छ। उसको जीवन चाहिँ प्रियहरू, उसको जीवन चाहिँ पवित्र आत्माले अगुवाई गरे अनुसार उसले जीवन जिउन थाल्छ। जीवन जिउन थाल्छ। पवित्र आत्माले भरिएको जीवन भनेको के हो त? अब तपाईँले पहिलो यूहन्ना 3:9 त्यहाँ हेर्नुभयो भने पवित्र आत्माबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन भन्छ। आमेन। गरिरहन सक्दैन। पवित्र आत्माबाट जन्मेको व्यक्तिले, मैले अघि पनि भने, दुईटा जीवन जिउन सक्दैन। पाप कि ऊ पापैमा मात्रै जीवन जिरहनु पर्यो कि ऊ पवित्र आत्मामै मात्रै जीवन जिरहनु पर्यो। दुईटा मालिकको सेवाकाई गर्न सक्दैन एउटा व्यक्तिले। त्यो भएको कारणले पवित्र आत्माले भरिसके पछाडि, पवित्र आत्माले दोहोऱ्याइएको व्यक्ति, पवित्र आत्माले फिल्ड विथ द होली स्पिरिट, पवित्र आत्माले भरिएको व्यक्तिले पाप, अधर्म, अपराध, संसार, शरीरको अभिलाषा, आँखाको सेकी, जीवनको अभिलाषा, यी सबै कुराबाट टाढा भएको हुन्छ। आमेन। अलग भएको जीवन हो प्रियहरू। पवित्र आत्माले भरिएको जीवन भनेको चाहिँ सबै पाप, अधर्म, अपराधबाट अलग भएको जीवन। अलग भएको जीवन। प्रभु येशूले भन्नुभयो, जस्तो म पवित्र छु त्यस्तै तिमीहरू पवित्र हो। बी होली एज आई एम होली भन्नुभयो प्रभु येशूले। त्यो प्रियहरू स्पिरिट फिल्ड लाइफ भनेको चाहिँ आत्माले भरिएको जीवन चाहिँ जहिले पनि आत्माले दोहोऱ्याइएको हुन्छ। पापतिर दोहोऱ्याइएको हुँदैन, अधर्मतिर दोहोऱ्याइएको हुँदैन, अपराधतिर दोहोऱ्याइएको हुँदैन। यो मुखलाई लगम लगाउन सिक्छ। त्यो भएर पावलले चाहिँ तिमोथीलाई त्यही भन्छ, तिमी जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्। तिम्रो बोली वचनमा, तिम्रो रहनसहनमा, तिम्रो हेराइमा, तिम्रो जिउने शैलीमा, तिम्रो सेवाकाईमा, सम्पूर्ण कुरामा तिमी चाहिँ एक उदाहरण बन, इक्जाम्पल बन, बी इक्जाम्पल भन्छ पावलले तिमोथीलाई। अनि त्यो भएको कारणले एउटा व्यक्ति अन्धकारमै मात्रै जिउन सक्दैन। पवित्र आत्माले भरिएको व्यक्ति पवित्र आत्माको अगुवाई अनुसार ऊ जिउन थाल्छ। आमेन। जिउन थाल्छ प्रियहरू। जब हामी बाइबलमा हेरौँ, हाउ इज स्पिरिट फिल्ड बिलिभर लाइफ्स, तपाईँले पवित्र आत्माले भरिएको जीवन कस्तो हुन्छ त? अब पवित्र आत्माले भरिएको 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 भन्छौँ हामी धेरैचोटि, होइन? पवित्र आत्माले दोहोऱ्याइएको 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 जीवन भन्छौँ हामी। पवित्र आत्माले भरिएको र दोहोऱ्याइएको जीवन हो भने अब कस्तो हुनुपर्छ त एउटा व्यक्ति? हामी बाइबलमा हेरौँ, प्रेरित 9:17-18 तपाईँले त्यहाँ हेर्नुभयो भने हनन्यालाई प्रभु येशू स्वयं परमेश्वर बोल्नुहुन्छ हनन्यासँग, जाऊ तिमी पावललाई चाहिँ गएर, उसले चाहिँ उसको आँखा देख्न सकेको थिएन प्रियहरू। यतिखेर परमेश्वरसँग इन्काउन्टर, दमस्कसको यात्रामा ऊ इन्काउन्टर भएको थियो परमेश्वरको आत्मासँग, जम्का भेट भएको थियो दमस्कसको यात्रामा। तिमी किन मलाई सताउँछौ भनेर बोल्नु भएको थियो प्रभु येशू ख्रीष्ट स्वयं आफै। अनि यतिखेर पावलसँग चाहिँ पवित्र आत्माको इन्काउन्टरमा हनन्या यो पावल भएको ठाउँमा आउँछ अनि तिमीले पवित्र आत्मा ल्याऊ भनेर पवित्र आत्माको भरपुरीको लागि
प्रार्थना गरेको हामी पाउँछौँ, उसले बप्तिस्मा लिएको हामी पाउँछौँ। आफ्टर द्याट when he received the Holy Spirit, जब उसले पवित्र आत्मालाई पायो प्रियहरू, त्यहाँबाट उसको जीवन कस्तो थियो तपाईँलाई थाहा थियो? इजरायली जातिहरूलाई मार्नको लागि, सताउनको लागि उसले चाहिँ एकदम माथिको ओदाबाट चाहिँ, एकदम माथिको ठुलो पोस्टको मानिसहरूबाट चाहिँ उसले चाहिँ एउटा चिठा उसले काटेर ल्याएको थियो। के भनेर भन्दा इजरायली जातिहरूलाई सताउन पाऊँ, विश्वासी जातिहरूलाई मार्न पाऊँ, यिनीहरूलाई दबाउन पाऊँ भनेर लिएर आएको थियो। अनि जाँदा जाँदा इन्काउन्टर दमस्कसको यात्रामा परमेश्वरको आत्मा बोल्नुभयो पावलसँग। अनि जब उसको डेस्टिनी के थियो त भन्दा इजरायलीहरूलाई मार्ने, इजरायलीहरूलाई सताउने, इजरायलीहरूलाई नाश गर्ने, खत्तम गर्ने थियो उसको डेस्टिनी। तर जब परमेश्वरको आत्माले ऊ भरिए, उसको डेस्टिनी मार्ने, सताउने, काट्ने, रिस, क्रोध, हत्या, लोभ यस्तो थियो। तर जब पवित्र आत्माले भरिए, उसको जीवन चाहिँ पवित्रतामा, धार्मिकतामा, सतावटबाट भएर जाँदा पनि ऊ डराएन, ऊ मर्न पनि डराएन। उसको जीवन चाहिँ ट्रान्सफर्मेसन लाइफ भयो। आमेन। नवीकरणको जीवन भयो। पुरानो मान्छेबाट नयाँ मान्छे भएर ऊ जिउन थाल्यो प्रियहरू। जसरी पुतली एउटा झुसुले जब प्युपा लार्भा एग्स हुँदै ऊ जब झुसुले एउटा पुतली हुन्छ प्रियहरू, अनि पुतली भइसकेपछि उसले रङ फेर्छ जब ऊ उड्न थाल्छ प्रियहरू, उड्न थाल्छ। तर सर्पलाई हामीहरू उसले वर्षै पछि 6 महिना 3 महिना महिनै पछि काँचुली फेर्छ होला। तर सर्पै हो, कहिले पनि ऊ पुतली हुन सक्दैन, उड्न सक्दैन प्रियहरू। तर झुसुले फेरि पनि झुसुले हुँदैन प्रियहरू, ऊ पुतली भएर उड्न थाल्छ। पवित्र आत्माले दोहोऱ्याइएको व्यक्ति, पवित्र आत्माले भरिएको व्यक्ति, पवित्र आत्माले अगुवाई गरेको व्यक्ति, पवित्र आत्माले अगुवाई र भरपुरीमा त्यो सामर्थ्यमा जीवन जिउने व्यक्ति चाहिँ पुतली जस्तो हुन्छ प्रियहरू, उड्न थाल्छ शक्तिमा, सामर्थ्यमा, अभिषेकमा। उसको जीवन चाहिँ ट्रान्सफर्मेसन लाइफ हुन्छ। आमेन। ट्रान्सफर्मेसनको जीवन हुन्छ प्रियहरू। उसले पछाडिको कुरालाई हेर्दैन, पावलले पछाडिको कुरालाई हेरेन, उसले इजरायलीहरूलाई सताउने कुरा, मार्ने कुरा, दण्ड दिने कुरा फेरि हेरेन। उसको जीवन चाहिँ उसले कसरी हुन्छ, अब स्पिरिचुअल रूपमा शक्तिशाली जीवन म कसरी जिउन सक्छु, त्यतातिर ऊ लम्केर हिँड्नु प्रियहरू, लम्केर हिँड्नु। तपाईँ र मेरो जीवन चाहिँ स्पिरिट फिल लाइफ हो भने, आत्माले भरिएको जीवन हो भने चाहिँ प्रियहरू, तपाईँ र म पावल जस्तो, पावलको इक्जाम्पललाई हामी हेर्न सक्छौँ, पावलको इक्जाम्पललाई हामी हेर्न सक्छौँ। पावल चाहिँ आत्माले भरिसके पछाडि मर्न पनि डराएन। आमेन। डराएन। तपाईँले आत्माले भरिएको व्यक्ति कस्तो हुन्छ त अब प्रियहरू? जब तपाईँले रोमी 8:32 त्यहाँ हेर्नुहुन्छ, रोमी 8:32 तपाईँले त्यहाँ हेर्नुहुन्छ, then you will know the truth and the truth will set you free भन्छ। जब तिमीहरूले सत्यलाई थाहा पाउँछौ, जब तिमीहरूले, यहाँनिर रोमी 8:32 भन्छ, when you will know the truth and the truth will set you free भन्छ। जब तिमीहरूले सत्यलाई थाहा पाउँछौ, सत्यले तिमीलाई स्वतन्त्र गर्नेछ भन्छ। आमेन। सत्यले तिमीलाई स्वतन्त्र गर्नेछ। जब पवित्र आत्माले भरिएको, पवित्र आत्माले दोहोऱ्याइएको व्यक्ति हो भने स्वतन्त्र भएको हुन्छ। एउटा व्यक्ति स्वतन्त्र भएको हुन्छ, उसको बन्धनबाट ऊ स्वतन्त्र भएको हुन्छ, पापबाट स्वतन्त्र भएको हुन्छ, अधर्मबाट स्वतन्त्र भएको हुन्छ, उमा भएको त्यो साङ्गलिची तोडिएको हुन्छ, स्वतन्त्र भएको हुन्छ, फ्री भएको हुन्छ ऊ चाहिँ। आमेन। फ्री भएको हुन्छ, सबै कुराबाट, संसारको कुराबाट स्वतन्त्र भएको हुन्छ, अन्धकारको कुराबाट स्वतन्त्र भएको हुन्छ, अशुद्ध कुराबाट स्वतन्त्र भएको हुन्छ, व्यभिचारको कुराबाट स्वतन्त्र भएको हुन्छ। एकछिन प्रार्थना गर्ने, खुसी हुँदा प्रार्थना गर्ने, खुसी हुँदा प्रार्थना गर्ने त्यस्तो हुँदैन, खुसी हुँदा उपवास बस्ने त्यस्तो हुँदैन। स्वतन्त्र भएको व्यक्तिको जीवन चाहिँ लाइफ चाहिँ डेडिकेट लाइफ हुन्छ। आमेन। समर्पण गरिएको जीवन हुन्छ, समर्पण गरेको जीवन हुन्छ। स्वतन्त्र भएको जीवन चाहिँ प्रियहरू त्यस्तो हुन्छ।
जब तिमीहरूले सत्यलाई थाहा पाउँछौ, सत्यले तिमीलाई स्वतन्त्र गर्नेछ। अनि तपाईँ र म जब स्वतन्त्र हुन्छौँ, तपाईँ र मेरो जीवनबाट धेरै मान्छेहरू स्वतन्त्र हुन थाल्छ। आमेन। किन भन्दा अघि हामी पढ्दै थियौँ being led by the Spirit of God। पवित्र आत्माले भरिएको जीवन चाहिँ आत्माले दोहोऱ्याइएको जीवन। अनि जब पवित्र आत्मा तपाईँ र मसँग हुनुहुन्छ, तब पवित्र आत्मा जहाँ गए पनि तपाईँ पवित्र आत्माले तपाईँलाई दोहोऱ्याउनुहुन्छ। अनि त्यहाँनिर चाहिँ तपाईँ स्वतन्त्र हुनु भएको छ भने पवित्र आत्माले तपाईँलाई दोहोऱ्याउनु भएको हुन्छ। अनि तपाईँ जहाँ गए पनि त्यहाँ चिन्हको काम, साइन्स एन्ड वन्डर्स एन्ड मिराकल्सको काम हुन सुरु हुन थाल्छ। त्यहाँनिर चाहिँ मानिसहरू, पाप र अधर्ममा आएका मानिसहरू फेरि पनि धार्मिकतामा दोहोरिन थाल्छन्। रोग र बिराममा भएर आएका मानिसहरू फेरि पनि स्वतन्त्र भएर जिउन थाल्छन्। फेरि पनि ट्रान्सफर्मेसन लाइफ उनीहरूको जीवनमा रिभेल्ड हुन थाल्छन् उनीहरूको जीवनमा। आमेन। त्यो कुरा हो प्रेयर। ट्रान्सफर्मेसन लाइफ भनेको चाहिँ स्वतन्त्र भएको जीवन चाहिँ त्यो प्रेयर हो। अन्तिम तपाईँ र मैले बुक अफ एक्ट्स च्याप्टर 7 भर्स 56-57 मा हेर्यौं भने प्रेरित 7 को 55 र 56 मा तपाईले त्यहाँ हेर्नु। But Stephen, filled of the Holy Spirit, looked up the heaven and saw the glory of God and Jesus standing at the right hand of God. Look, he said, I saw the heaven open, the Son of Man standing at the right hand of the God. जब यहाँ स्टेफन, तपाईले स्टेफनसलाई तपाईले हेर्नु भयो भने उ चाहिँ 12 चेलाहरू मध्ये प्रेरितहरू मध्येबाट पनि थिएनन्। उ चाहिँ एउटा कुकम्यान थिए। कुकम्यान थिए, प्रेरितहरूको खाना पकाउने काम गर्थे। तर यी व्यक्ति जब पवित्र आत्माले भरिए, पवित्र आत्माले दोहोऱ्याइए, पवित्र आत्मासँग उसको जब पवित्र आत्माको दान र वरदानले यिनी भरिए, यिनको लाइफ कस्तो भयो मलाई थाहा छ। स्टेफन जब उ सुसमाचार सुनाउन गए, पावल पनि थिए यतिखेर ढुङ्गा हान्ने, पावल पनि थिए स्वयं आफै। अनि जब उ ढुङ्गा सुसमाचार सुनाइरहेछ, ढुङ्गा खाइरहेको छ, उसले चाहिँ परमेश्वरको महिमालाई चाहिँ हेभन तो स्वर्गलाई उग्रेको देख्दैछ। अनि स्वर्गमा चाहिँ परमेश्वरको दाहिने तर्फपट्टि येशू ख्रीष्ट चाहिँ परमेश्वरको दाहिने तर्फपट्टि विराजमान भएको देख्दैछ। अनि परमेश्वर उसले प्रार्थना गर्दैछ, प्रभु यिनीहरू केही जान्दैन, यिनीहरूलाई क्षमा गर्नुहोस्। परमेश्वरको आत्माले दोहोऱ्याइएको, परमेश्वरको आत्माले भरिएको व्यक्तिले जहिले पनि क्षमा दिन जान्दछ प्रियहरू। अनि जहिले पनि उसको प्रार्थना चाहिँ प्रियहरू, ऊ दुःखमा पनि, कष्टमा पनि, पीडामा पनि, दर्दमा पनि, मृत्युसम्म नै पुगे पनि उसले परमेश्वरको विश्वासलाई, परमेश्वरमा राखेको भरोसालाई, मृत्युसम्म पुगे पनि, यो स्टेफनस मृत्युको मुखमा पुगिरहेको छ भने पनि परमेश्वर यिनीहरूलाई क्षमा गर्नुहोस् भन्दैछ। पवित्र आत्माले दोहोऱ्याइएको जीवन, पवित्र आत्माले भरिएको जीवन चाहिँ यो प्रियहरू, दुःख आउँदा पनि, कष्ट आउँदा पनि, पीडा आउँदा पनि, दर्द आउँदा पनि सबै कुरामा आत्माले दोहोऱ्याइएको हुन्छ। हैन, उसको जीवन चाहिँ आत्माले दोहोऱ्याइएको हुन्छ। त्यस्तो समय पनि ऊ स्थिरतामा अडिन्छ, परमेश्वरको स्थिरतामा ऊ अडिन्छ। कुनै पनि कुराले उसलाई हल्लाउन सक्दैन। ऊ चट्टान माथि बसालिएको एउटा बलियो सहर जस्तो, चट्टान माथि स्थापित भएको एउटा बलियो घर जस्तो, चट्टान माथि स्थापित भएको मण्डली ऊ एउटा हुन्छ प्रियहरू, मण्डली हुन्छ। जब पवित्र आत्माले भरिएको व्यक्ति, एउटा व्यक्ति जब पवित्र आत्माले भरिन्छ, पवित्र आत्माले दोहोऱ्याइन्छ, पवित्र आत्माले दोहोऱ्याइएको व्यक्ति जहिले पनि स्वर्गको कुरालाई हेर्न थाल्छ। उसले जब पवित्र आत्माले भरियो, ऊ स्वर्गलाई उग्रेको देख्यो। अनि एउटा व्यक्तिले जब पवित्र आत्माले भरिएको व्यक्ति हो भन्छ भने स्वर्गीयको कुरालाई उसले यो पृथ्वीमा उपभोग गर्न थाल्छ। आमेन। दान र वरदानमा अझै शक्तिशाली हुन्छ। ऊ अझै पवित्र आत्माको आगोलाई, त्यो जिनलाई बोकेर वेदीमा आगोलाई बालिरहन्छ। उसले पवित्र आत्माको दान र वरदानलाई उसले निप्न दिँदैन। पवित्र आत्माको त्यो एनोइन्टिङलाई लुज हुन दिँदैन। उसको जीवन चाहिँ ठिक जीवन शैली हुन्छ। उसको आचरण, उसको जीवन शैली, उसको हेर्ने, देख्ने, सोच्ने, विचार गर्ने, यसको मतलब मन, इच्छा र भावना, उसको सम्पूर्ण प्राण, आत्मा र शरीर चाहिँ परमेश्वरमा डेडिकेट गरेको हुन्छ। रोमी 12:1 र 2 ले भन्छ,
जिउँदो बलिको रूपमा परमेश्वरलाई उसले डेडिकेट गरेको हुन्छ उसको जीवन। आमेन। यो प्रियहरू आत्माले भरिएको जीवन भनेको लिड बाई द स्पिरिट अफ गॉड, आत्माले दोहोऱ्याइएको जीवन हो। जता पाए मान्छेले यता जाउँ न भन्दा त्यतै जाने, यसो खाउँ न भन्दा यसै खाने, यसो गरौँ न भन्दा त्यसै गर्ने हुँदैन। पवित्र आत्माले जसरी उसलाई अगुवाई गर्नुहुन्छ, पवित्र आत्माले भरिएको व्यक्ति परमेश्वरको आत्माको अगुवाईद्वारा हिँड्छ। प्रियहरू, यी दिनहरूमा कसरी हुन्छ, मानिसले लडाउँ गिराउँ पतन गरौँ भन्ने मानिसहरू हुन्छन्। तपाईको आत्माको दान वरदानलाई कसरी लुज गरौँ भन्ने हुन्छन्। तपाईले यी दिनहरूमा होशियार साथ जीवन जिउनु पर्छ। प्रियहरू, होशियार साथ एकदमै परमेश्वरसँग प्रार्थना गरेर, तपाईँ कुनै व्यक्तिसँग जाँदै हुनुहुन्छ भने नि प्रार्थना गरेर जानुहोस्। संसारको कुरामा खुसी नहुनुहोस्, परमेश्वरको शक्ति र सामर्थ्यमा रमाउन सिक्नुहोस्। आमेन। म तपाईलाई यहाँबाट यो उत्साह हौसला दिन्छु। मैले अघि भने पवित्र आत्माले भरिएको व्यक्ति चाहिँ कस्तो हुनुपर्छ भन्दा पवित्र आत्माले दोहोऱ्याइएको जीवन हो। पवित्र आत्माले भरिएको जीवन भनेको चाहिँ पवित्र आत्माले दोहोऱ्याइएको जीवन हो। उसको जीवनबाट पाप, अधर्म, अपराधको कुरालाई उसले छोडेर पवित्रतामा, धार्मिकतामा, सत्यतामा, परमेश्वरको डर र भयमा उसले जीवन जिएको हुन्छ। अनि पवित्र आत्माले भरिएको जीवन भनेको चाहिँ उसको जीवनबाट रोमी 8:32 भन्छ सम्पूर्ण कुराबाट ऊ स्वतन्त्र भएको हुन्छ। सम्पूर्ण कुरा बन्धनबाट ऊ स्वतन्त्र भएको हुन्छ। पाप, अधर्म, अपराधबाट, संसारको लोभबाट, संसारको अभिलाषाबाट ऊ स्वतन्त्र भएको हुन्छ। पवित्र आत्माले भरिएको र दोहोऱ्याइएको जीवन भनेको छ प्रियहरू स्टेफनस जस्तो उसले चाहिँ स्वर्गको कुराहरूलाई देख्न थाल्छ। जब पवित्र आत्मा एउटा व्यक्ति पवित्र आत्माले भरिन्छ, उसले स्वर्गको कुरा देख्न थाल्छ। आमेन। देख्न थाल्छ। जब पवित्र आत्माले एउटा व्यक्ति भरिन्छ, दोहोऱ्याइन्छ, एउटा व्यक्ति चाहिँ पावल जस्तो सम्पूर्ण कुरो पछाडि छोडेर अगाडि उसले चाहिँ युटर्न गरेको हुन्छ। युटर्न गरेको व्यक्ति हो प्रियहरू। कहिले पनि ऊ पछाडि फर्किँदैन। फेरि त्यो कुरालाई शक्तिमा, सामर्थ्यमा, अभिषेकमा ऊ हाके अगाडिको कुरालाई हेर्छ। हामी अगाडिको कुरालाई हेर्छ। यो हो प्रियहरू स्पिरिट फिल लाइफ भनेको चाहिँ। यो हो प्रियहरू। आज हामी कस्तो छौँ? तपाईँको जीवनमा छोटो परमेश्वरको वचन म यहाँ राख्दै पास्टर रुबेन बिदा हुन चाहन्छु। यो मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। तपाईँले मलाई सपोर्ट गर्नुभयो भने आउँदो दिनहरूमा म अझै राम्रो वचन, मलाई आफै पनि एउटा ऊर्जा मिल्नेछ, एउटा जोस मिल्नेछ, एउटा हौसला मिल्नेछ। तपाईँहरूले यो युट्युब च्यानललाई प्लिज तपाईँहरूले अझै मात्रामा तपाईँहरूले सेयर, सब्सक्राइब गरिदिनु होला। हुन्छ, यति भन्दै परमेश्वरको वचन, जिउँदो परमेश्वरको वचन यहीँ राख्दै बिदा हुन चाहन्छु। सबैजनालाई जय मसीह। गड ब्लेस यु अल।